वेलकम टु माई च्यानल गाइज। फर्स्ट भिडियो जुन कर्कलको तरकारी पकाउने रेसिपी थियो त्यो चाहिँ राम्रोसँग इन्डिङ हुन नपाएको कारण म सेकेन्ड भिडियो लिएर आएको छु, किनभने मैले त्यसमा 3 मिनट मात्र चाहिँ चुज गरेको थिएँ। अब बाँकीको जानकारी लिनको लागि म मेरो बुढोले कसरी पकाइरहनु भएको छ भन्ने कुरा त हजुरहरूलाई देखाइ नै रहेको छु। उहाँले चाहिँ विस्तृत रूपमा अथवा मौखिक रूपमा चाहिँ जानकारी हजुरहरूलाई गराइदिनुहुन्छ। उहाँको केही कुराहरू सुन्नुहोस् है गाइज। भनिदिनुहोस् अब कसरी तपाईँ पकाइरहनु भएको छ। थ्याङ्क यू बुढी। म कसरी पकाइरहेको छु भन्दाखेरि पहिला सुरुमा मैले तेल तताएँ कराईमा, त्यहाँपछि लगाएर मैले प्याज खोर्सानी एकैचोटि हालेर भुटेँ र त्यस पछाडि मैले लसुन अदुवाको थिचेर आफैले थिचेर तयार गरेको चाहिँ नि पेस्टलाई मैले प्याज रातो रातो भइसके पछाडि हालेँ र हालिसके पछाडि मैले टमाटर पनि हालेँ र हालिसकेपछि टमाटर हालिसकेपछि मसला हाल्नुपर्छ अब हामीले है त। अनि मसला हाल्ने क्रममा के मसला हाल्ने यता पनि हेरिदिनु एकचोटि। मसला हाल्ने बेलामा के कस्तो किसिमको मसला हाल्ने त भन्दाखेरि एकदम हेल्दी बाहिरको प्याकेटवाला मसला होइन कि आफैले जिरा धनियाँलाई पिसाएर मिलमा लगेर पिसाएको। आज पिसाएर ल्याउनु भएको छैन? धुलो हो, आज पिसाएर ल्याएको। आजै लगेर पिसाएर ल्याएको भएर मैले आज ताजामै आज त्यो मसला हालेर पकाउँदाखेरि कस्तो हुन्छ भनेर मैले त्यही मसला जिरा धनियाँको पाउडर मात्रै अनि बेसार र नुन, बस यति मात्रै। अनि लसुन अदुवा त भइ त गयो होइन। अब त्यति मात्रै हालेर पकाएर खाँदाखेरि चाहिँ स्वास्थ्यको लागि पनि राम्रो र टेस्टमा पनि चाहिँ नि एकदमै चाहिँ नि तपाईँको चाहिँ नि टेस्टमा पनि चाहिँ नि मिठो हुने भएको कारणले गरेर मैले पकाइरहेको छु। अब एकछिन मसला पाक्छ र मसला पाकिसके पछाडि हामी कर्कलोको जुन त्यो केमा छ कर्कलोको? कुकरमा छ ल हेर्नुस्। ए त्यो चाहिँ तपाईँले उमाले के अरे बोइल गरेर राख्नुभएको छ? हजुर हजुर, मैले बोइल गरेँ। दामी छ, दामी एकदम। अब यसको मिठो हुन्छ। अब चाहिँ हामीले यो मसला जुन हामीले यो अहिले पकाएको छौँ कराईमा देखाइदिनुहोस् त बिना म्याम। हो, यो मसला अब लगभग यो मसला पाकिसके पछाडि यो मसला माथिबाट यो कर्कलोको झोल चाहिँ हाल्ने हो। त्यसपछि पाक्छ होइन त? अनि केसँग खानुहुन्छ? खानुहुन्छ कि? लास्टमा एउटा कुरा म भन्न चाहन्छु हजुरलाई के भन्दाखेरि यो कर्कलो चाहिँ अब बजारमा किन्दाखेरि कता